यो चाहिँ अघिल्लो वर्षतिर जन्म भएको सर्प हो। यसको चाहिँ उमेर चाहिँ 1 वर्ष पुग्न थाले। ए त बच्चा रहेछ। बच्चा छ यो एरियामा बच्चा जहिले नि फेला परिरहन्छ कि 3-4 वटा बच्चा कुर्यो प्रायः जस्तो यो बच्चाहरू चाहिँ दिउँसै हिँड्छ कि। किन भाग्ने त्यहाँ मेरो बाइकमा झोला चाहिँ ल्याइदिनु त। यो चाहिँ गोबन सर्पको बच्चा हो र प्रायः जस्तो यो सर्पको बच्चाहरू चाहिँ दिउँसो निस्केर हिँड्छ। माउ चाहिँ अलिकति राति मात्रै निस्किन्छ भनेदेखि बच्चाहरू चाहिँ दिउँसो निस्केर हिँडिरहेको हुन्छ। यहाँनिर चाहिँ बसिरहेको छ यो सर्प चाहिँ। ए हट तिम्रो बच्चाहरू अलिक पर बस्छ। यो चाहिँ गोबन सर्पको चाहिँ बच्चा हो र प्रायः जस्तो बच्चाहरूलाई थाहा हुँदैन दिउँसो निस्किनु पर्छ कि राति निस्किनु पर्छ भनेर। त्यही भएर यिनीहरू चाहिँ दिउँसो नै निस्किरहेको हुन्छ। माउलाई चाहिँ थाहा हुन्छ दिउँसो निस्क्यो भनेदेखि मान्छेले मार्छ, दिउँसो निस्किनु हुँदैन भनेर। माउ चाहिँ दिउँसो निस्किँदैन अनि बच्चाहरू चाहिँ दिउँसो निस्किन्छ। यिनीहरूलाई चाहिँ थाहा हुँदैन कि दिउँसो निस्किनु पर्छ कि राति भनेर। यो यतातिर नजिकै खेतहरू छ नि त, त्यही भएर सर्प पाइन्छ यतातिर। अनि त्यसपछि उयो घरबाट पनि समातेको थियो नि यहाँनिर अस्ति भर्खर आएर। कहाँनिर हुनुहुन्छ खोइ घरपट्टि? ए उहाँ। यो सर्प चाहिँ तपाईँहरूले कसरी देख्नुभएको? यो सर्प यति सानो सर्प चाहिँ कसरी देख्नुभएको? तपाईँले देख्नुभएको कसरी? बाबुलाई खेलाइरहेको थियो नि कुर्सीमा बसेर अनि उतातिर गएको थियो अनि उताबाट भागेर यता आएछ। ए भनेपछि यसको घर यतैतिर रहेछ क्या हो, त्यही भएर यतैतिर आएको। अस्ति त्यो नयाँ घर बनिरहेको त्यहाँ दुईटा समातेर त लगेछ अनि फेरि मेरो घरबाट एउटा सानो बच्चा छ। यो चाहिँ सानो बच्चा हो। यो चाहिँ 1 वर्षको 1 वर्षको बच्चा हो यो चाहिँ। यो चाहिँ अघिल्लो वर्षतिर जन्म भएको सर्प हो। यसको चाहिँ उमेर चाहिँ 1 वर्ष पुग्न थाले। होइन यो सानै छ नि। यो चाहिँ गोबन सर्पको बच्चा हो। यो चाहिँ 1 वर्षको चाहिँ भइसकेको छ र प्रायः जस्तो बच्चाहरूलाई चाहिँ थाहा हुँदैन दिउँसो निस्किनु पर्छ कि राति निस्किनु पर्छ भनेर। र यिनीहरू पनि मान्छे जस्तै हो कि अब अन्डाबाट निस्किने बित्तिकै त सबैलाई सबै कुरा थाहा हुँदैन नि त। अनि यसले पनि बिस्तारै बिस्तारै सिक्दै जान्छ। दिउँसो निस्क्यो भने मान्छेले यसलाई जिस्काउँछन्, हान्छन्, मार्छन् भनेर यसले पनि थाहा पाउँछ। अनि यो चाहिँ बिस्तारै बिस्तारै चाहिँ अलिक ठुलो भइसकेपछि चाहिँ राति मात्रै निस्किन्छ। यसले चाहिँ खासै मान्छे नभेटेको भएर दिउँसो निस्केको, नत्र मान्छेले भेटिरहेको भए मान्छेले चाहिँ मारिदिन्थ्यो यसलाई। मान्छे नभेटेको भएर नै बचेको हो नि त यो। ल अब यसलाई चाहिँ म चाहिँ झोलामा हाल्न गइरहेको छु। यो चाहिँ सानो बच्चा हो तर यसले टोक्यो भने पनि मान्छे मर्छ है। यसमा पनि विष हुन्छ। योभन्दा सानो के गर्ने, यो यसलाई त जङ्गल झाडीतिर छोड्ने गराएको छ। तपाईँहरूले होइन त्यो त्यस्तो गर्दैनौँ हामीले। यसलाई चाहिँ त्यो गलत काम हो। त्यस्तो गर्नेलाई सुन्नु, त्यस्तो गर्नेलाई जेल हुन्छ है। त्यस्तो गर्नेलाई जेल हुन्छ। त्यो भनेको नराम्रो काम हो। त्यस्तो त्यो जङ्गली जीव जनावर बेचबिखन गर्नेलाई चाहिँ जेल हुन्छ। यसलाई चाहिँ म अब हाल्न गइरहेको छु झोलामा। होइन पर्दैन, समाइदिनु भइहाल्छ। यसलाई चाहिँ हामीले चाहिँ सम्माउने बित्तिकै तुरुन्तै लगेर चाहिँ यसको वासस्थानमा छोडिदिनेछौँ। र हामीले चाहिँ यस्तो ठाउँमा छोड्छौँ कि त्यो ठाउँमा छोड्दाखेरि चाहिँ सर्पको पनि ज्यान बच्छ र मान्छेको पनि ज्यान बच्छ। सर्पलाई चाहिँ मार्नु हुँदैन। हामीले चाहिँ फोटोमा नाग भगवान भनेर चाहिँ पूजा गर्छौँ नि। मान्छेलाई बाँच्नको लागि चाहिँ सर्पको आवश्यक पर्छ। सर्प चाहिँ भगवान बराबर हो। सर्प भएन भने चाहिँ
के भन्छ मुसाको सङ्ख्या धेरै हुन्छ। मुसाको सङ्ख्या धेरै भइसकेपछि मुसाले ध्वनि प्रदूषण गर्छ, अन्नहरू धेरै खाइदिन्छ, बुझ्नुभयो नि। अब मान्छेले भन्छ नि मुसा त बिरालोले पनि खान्छ, तर बिरालो दुलोभित्र छिरेर थोरै मुसा समाउँछ। बिरालोले बाहिर भेटाए पनि समाउँछ भने यसले चाहिँ दुलोभित्र पनि गएर समातिरहेको हुन्छ। यो चाहिँ इकोसिस्टमको लागि चाहिँ चाहिने चिज हो कि, त्यही भएर सर्पलाई मार्नु भएन, बचाउनु पर्यो। र अहिले हामी पर्साको बनियार भन्ने ठाउँमा छौँ। यो गाउँको नाम के हो दाइ? र यसलाई चाहिँ अब चाहिँ ढिलो नरिकन चाहिँ छोड्न गइरहेका छौँ। र यसले कसैलाई टुकिहाल्यो भनेदेखि, सर्प देखिएन भने टुकेको ठाउँ सुन्निने, पोल्ने, दुख्ने र अलिकति ढिला भयो भनेदेखि आधी घन्टा पछाडि चाहिँ पेटहरू दुख्ने, उल्टी आउने, आँखा हेर्नलाई गाह्रो हुने, यस्तो यस्तो चाहिँ लक्षण आउँछ। निन्द्राहरू लागेको जस्तो फिल हुन्छ। र यस्तो लक्षण आयो भने सम्झिनु होला विषालु सर्पले टोकेको हो भनेर। जति सक्दो चाँडो चाहिँ अस्पताल जानुपर्ने हुन्छ। अब यसलाई चाहिँ ढिलो नरिकन छोड्न गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला। दीपक नेपाल लेख्नु युट्युबमा आउँछ, हेर्ने गरेको छ। उनीहरूले हेर्ने गरेको छ। सोध्नु न उहाँलाई के समातेको छ। मैले भने सोध्नु त उहाँले भन्नुहुन्छ। अघिदेखि नै यिनीहरूले नाम लिइरहेको दीपक नेपाल आउनु। अघि भर्खर रेस्क्यु गरेको चाहिँ गोबन सर्पको बच्चालाई चाहिँ छोड्नलाई चाहिँ आइसकेको छु। र यहाँनिर चाहिँ पानीहरू पनि रहेको छ। र पानी भएको ठाउँमा छोड्दाखेरि चाहिँ एकदमै राम्रो हुन्छ। सर्पहरू चाहिँ बाँच्न सक्छ। सर्पले चाहिँ भ्याकुत्ताहरू पनि खान पाउँछ पानी भएको ठाउँमा। र पानी भएको ठाउँमा छोड्दाखेरि चाहिँ एकदमै राम्रो हुन्छ। त्यही भएर चाहिँ यसलाई मैले पानी भएको ठाउँमा छोड्न ल्याएको छु।